आज मैले बनाएको थिएँ खाजा चाहिँ एकदम मिठो भएको थियो। पहिले चाहिँ प्यानमा तेल हाल्ने, तेल तात्न दिएपछि चाहिँ थोरै मासु हाल्ने। मासु चाहिँ हजुरलाई त्यसको मन लाग्छ त्यसको गर्दा हुन्छ। पहिले चाहिँ बोइलरको लगभग 1 केजी जति मासु ल्याएको छु। त्यति मासु चाहिँ अब तेलमा यताउता जताततै पौडी खेल्ने चाहिँ मासुलाई। अब आखिरी दिन त हो नि यसको। त्यसपछि चाहिँ यसलाई मस्त पौडी खेल्ने गरी जताततै लाग्ने गरी जताततै भेट्ने गरी चाहिँ मस्त एकछिन चलाउने। त्यसपछि चाहिँ हामीले अब मसला रेडी गर्नलाई उता ठिक्क पार्ने। त्यसपछि हामी यता प्याज हाल्ने। प्याज हालिसकेपछि चाहिँ एकछिन यसलाई चलाउने किनकि प्याज गलिसक्छ। अनि हामी यता चटपटी बनाउन आउँछौँ। त्यसलाई छोप्दिएर चटपटी चाहिँ मैले यता चाउचाउ ल्याएको छु अनि थोरै बदाम। त्यसपछि चाहिँ हरियो काँक्रा चाहिँ थोरै हालेको छु। त्यसपछि चाहिँ धनियाँ चाहिँ हजुरलाई कस्तो लाग्छ त्यही गर्दा हुन्छ। अनि टमाटर थोरै। त्यसपछि हामीले अब हाल्छौँ यसमा प्याज, सेतो प्याज काटेर हालेको छु मैले चाहिँ। त्यसपछि चटपटी मसला अनि थोरै पाउडर खुर्सानी चाहिँ मैले अलिक पिरो गराउनको लागि हालेको। अनि थोरै तेल अनि कागती अनि त्यसपछि कागतीको रस अनि त्यसपछि रस है त। अनि त्यसपछि मसला चाउचाउको मसला हालेपछि चाहिँ नुन हाल्नु पर्दैन यसमा, ठिक्क हुन्छ, एकदम मिठो हुन्छ। त्यसपछि चाहिँ हामीले यसलाई अब मिलाएर यसलाई पनि मजाले जताततै काँक्राको जरादेखि चाहिँ टमाटरको टुप्पासम्म जताततै लाग्ने गरी चाहिँ गराउने। त्यसपछि हामी फेरि उता मासुतिर जान्छौँ। मासुमा चाहिँ हामीले अब अलिकति भुटिसकेपछि चाहिँ बेसार हाल्ने। बेसार हालिसकेपछि चाहिँ मस्त यसलाई चलाएर यसलाई पनि जताततै लाग्ने गरी कपडा लागे जसरी। अनि मान्छेले कपडा पुरै लाउनुपर्छ, त्यही भएर यसमा बेसार पनि पुरै लाउने। यसमा चाहिँ बेसार पुरै लागिसकेपछि थोरै हामीले एकछिन ढाक्दिएर अनि एकछिन पछाडि फेरि टमाटर हालेर अनि टमाटरलाई पनि मस्त गल्ने गरी चलाउने एकछिन। अनि फेरि छोपिसकेपछि गल्छ। त्यसपछि हामीले हाल्छौँ यसमा मिट मसला र जिरा धनियाँको पाउडर। त्यति हालिसकेपछि यसलाई फेरि चलाउनु पर्छ। त्यति चलाएपछि चाहिँ चलाएपछि मिठो हुन्छ हौ। चलाइहाल्नुपर्छ, चलाइराखौँ। चलाइसकेपछि चाहिँ यसलाई अझै चलाउने थोरै पानी हाल्ने। त्यसपछि यो पानी चाहिँ हल्का सुक्न दिएपछि अब हाम्रो मासु रेडी हुन थाल्छ। मैले चाहिँ पिरो कम हुन्छ भनेर पछिबाट चाहिँ रातो पाउडर खुर्सानी हालेँ। त्यति गरिसकेपछि त यो रेडी भइसक्यो। थोरै गार्निसको लागि हरियो धनियाँ चाहिँ मस्त मिलाएर हाल्दा हुन्छ। यो चाहिँ आँखाले खानको लागि, त्यसपछि स्वादको लागि। अब हामी चाहिँ थोरै चिउरा पनि भुटौँ। चिउरा चाहिँ तातो प्यानमा 2 मिनट जति त्यस्तै फर्कै भुटिसकेपछि रेडी हुन्छ। त्यसपछि गार्निस गर्ने। अनि मैले गार्निस गर्दाखेरि चाहिँ पहिला आँखाले खाने जसरी राम्ररी गार्निस गरेपछि पछि अनि देख्दाखेरि त मिठो भएको छ, खाँदा पनि मिठो भएको थियो। रसिलो भान्सा विथ लभ।